युएईमा लेबरहरू ऊ आफ्नो बाबुआमा श्रीमती सबै लिएर गएछ, एक्लै गएछ। किन? परिवार पाल्नको लागि। उसको परिवार पाल्न डलर आएको कारण त्यसबाट तपाईले देशलाई आयातमुखी, यसलाई भन्छ डच डिजिज भन्छ इकोनोमिक्समा। अनि जुन दिन रेमिटान्स बन्द भयो त्यहाँ त किन्न पाइँदैन के, किन आफ्नो त उत्पादन छैन, आफ्नो एक्सपोर्टबाट त डलर आइरहेको छैन। डलरको स्रोत के छ अहिले आजको दिनमा? रेमिटान्स मात्रै हो। रेमिटान्स मात्रै हो। रेमिटान्समा मानौँ न एक दिनको लागि इमेजिन गरौँ कि जुन तरिकाले विश्व परिवेशको राजनीति खलबलिएको छ ट्रम्प आएदेखि, भारत पाकिस्तान तनाव, अन्य देशको रसा अनि युक्रेनको तनाव, अनि पुरै वर्ल्डमा तनाव भइरहेछ। केही कारणले गल्फ कन्ट्रीमा, मिडल इस्ट भनौँ या गल्फ कन्ट्री भनौँ, वार इन्डल्ज भयो भने, वार सुरुवात तनाव भयो भने सबै नेपाली 20-25 लाख नेपाली नेपाल आउनुपर्छ। एउटा कतारमा 4 लाख नेपाली छ, त्यस्तै सौदीमा छ, युएईमा छ, ओमानमा छ, कुवेतमा छ,